स्कुल के हो किताब कलम नसोध गोठालो पो हुँ धेरै ऋण खाएका छौँ रे म त साउको खेतालो पो हुँ। नमस्कार आदरणीय सम्पूर्ण दर्शक तथा श्रोतागण, म सन्तोष नयाँ वर्षको शुभकामना सहित म छोटो आफ्नो गजल राख्न चाहन्छु। मलाई थाहा छ म यो गजलमा पूर्णता छुइनँ, त्यसकारण पहिलोपल्ट जस्तो छ त्यस्तै राखेर क्षमा पनि मागेको छु। गजल यसरी सुरु हुन्छ। स्कुल के हो किताब कलम नसोध गोठालो पो हुँ। स्कुल के हो किताब कलम नसोध गोठालो पो हुँ धेरै ऋण खाएका छौँ रे म त साउको खेतालो पो हुँ। कुम्लोमा 2 मुठी चामल अनि गुन्द्रुक बोक्ने म, कुम्लोमा 2 मुठी चामल अनि गुन्द्रुक बोक्ने म, च्यातिएको आमाको चोली टाल्ने त्यो टालो पो हुँ धेरै ऋण खाएका छौँ रे म त साउको खेतालो पो हुँ। गाई बस्तुको पुच्छर साँझ बिहान भकाएर सोहोर्ने, गाई बस्तुको पुच्छर साँझ बिहान भकाएर सोहोर्ने, बादलुले छोपिएको जुन औँसीको त्यो कालो पो हुँ धेरै ऋण खाएका छौँ रे म त साउको खेतालो पो हुँ। मुरली र बाँसुरीको धुन सुसेलीमा बिरह गाउने, मुरली र बाँसुरीको धुन सुसेलीमा बिरह गाउने, व्यवस्थाले पिल्सेको बाध्यताको जालो पो हुँ धेरै ऋण खाएका छौँ रे म त साउको खेतालो पो हुँ। लेख बेसी गर्दै कहिले सगरमाथा उकालो चढ्ने, लेख बेसी गर्दै कहिले सगरमाथा उकालो चढ्ने, नसम्झनु मलाई हिम पहिरो झर्ने त्यो भिरालो पो हुँ धेरै ऋण खाएको छौँ रे म त साउको खेतालो पो हुँ। स्कुल के हो किताब कलम नसोधा मलाई म त गोठालो पो हुँ। आदरणीय दर्शक तथा श्रोतादिन, यस वाचनभित्रमा भएका सम्पूर्ण त्रुटिहरूप्रति पुनः एकपल्ट म क्षमा याचना गर्दै बाँकी दिनहरूमा फेरि पनि प्रयास गर्ने बाचासहित यहाँले मलाई युट्युबमा सर्च गर्न सक्नुहुन्छ सन्तोष राई किराँती र सब्सक्राइब गरिदिन सक्नुहुन्छ। त्यस्तै गरी फेसबुकमा पनि मलाई तपाईँले भेट्न सक्नुहुनेछ। अन्य धेरै मेरो कोसिलियरको लागि भन्दै आजको यस बसाइबाट बिदा हुन चाहन्छु। यहाँहरूको दिन सुखमा बितोस्, शुभमा बितोस्। हस्त, नमस्कार।